राजा भनेको सबैको साझा हो के भाइ किनभने हामी सबै सुकुम्बासी थियो हुकुमबासी बनाइदियो हामीलाई होइन महिना सरकारले यो जग्गाको चाहिँ ऐन निकालेर होइन हामीलाई सबै लाल पूर्जा नागरिकता बनाइदिएको हो नेपालीको परिचय पत्र दिएको हो यो राजाले चाहिँ अब सक्दैन उडाउनु यिनीहरूले जस्तो त यो राजाले के सोच्यो भने होइन यो हामी सबै परिवार हो है म यिनीहरूको अगुवाई गर्ने मान्छे हो भनेर सुरुको छोरो गएको होइन यही दशा लागेको होइन हामीलाई राजा चोर देशोर भनेको होइन अहिले बालेन गजडी के भन्ने आशले होइन त्यो त एउटा सर्वसाधारण नागरिक हो राजाको भ्यालु के हुन्छ भने 2224लाई एक सबैलाई मिलाएर के कसलाई तर्साएर मिलाएर चाहिँ नेपाल राज्य त बनायो नि त हाम्रो बाउलाई हामीले गाली दिने बाउले त यहाँ पुरा डुस दिएर हामीले निकाल्यो हो नि त त्यो बाउ त बाउ हो नि म त राजालाई बाउ सम्झिन्छु है कर्म बाउ भन्छु फेरि जन्म दिएर ठोक्ने बाउ त अर्कै छ हाम्रो राजनन्द दाइले खतरा मान्छेलाई भाषण दिएर आउनुभयो है के खतरा लाग्यो होइन एकदम राम्रो भालेले कतिवटा काम गरेर म सेलुटै गर्छु नि त्यत्रो मान्छे मात्रै होइन के यो त सुन्नु दाइ तपाईँको भाषण तपाईँको लेक्चर सुनेर मान्छे छक्क पऱ्यो नि म सबै कुरा बोल्छु त देखेको कुरा बोल्छु त अब यो भात मिठो थियो बङ्गुरो मान्छे घरमा खानु पाउने यहाँ खानु पाउँछ आउनु 230मा खानु पाउँछ भने त्यो भने के चाह भने त्यो मान्छेलाई राम्रो पढाएर आउनुभयो है जोस् यस ल जाउँ राम्रै अबदेखि त्यसले सिक्यो होइन राजा अरू जे भए पनि है पिएम बालेन भाइ किम जोङलाई फर्काएको थियो भाइलाई सोधन गुरुङलाई ल ओके